वर्शिप के हो त? व्हाट डु यु मिन बाइ वर्शिप? मैले अघि पनि यसको बारेमा सानो कुराकानी निकालेँ हैन। परमेश्वरले खोज्नु भएको चाहिँ आराधना हो है। हाम्रो कलिङ चाहिँ आराधनाको लागि हो। हाम्रो कलिङ चाहिँ स्तुति प्रशंसाको होइन है। स्तुति प्रशंसा चाहिँ तपाईँले र मैले चाहेर दिएको हो क्या है। तर वास्तविक हाम्रो कलिङ चाहिँ के हो त? आराधनाको कलिङ हो नि त है। अनि परमेश्वरले प्रभु येशू आफैले जो चाहिँ आराधनाको चाहिँ रिसिभर हुनुहुन्छ, जो चाहिँ आराधनाको खुद योग्य परमेश्वर हुनुहुन्छ, येशू प्रभु आफैले भन्नुभयो आत्मा र सत्यताको। अनि मत्ती 22 मा चाहिँ उहाँले भन्नु भन्दा तिम्रो सारा हृदय, सारा समझ र सारा प्राणले तिमीले आफ्नो परमेश्वरलाई प्रेम गर। सो परमेश्वरलाई सारा हृदय, सारा प्राण र सारा समझले प्रेम गर्न सक्नु नै आत्मा र सत्यताको आराधना हो है। मानिसहरू चाहिँ येशू ख्रीष्टको बलिदान बिना सारा हृदय, सारा प्राण र सारा समझले परमेश्वरलाई आराधना गर्नै नसकिरहेको रहेछ हजुर है। किन भन्दाखेरि आत्माबाट दिनुपर्ने आराधना अनि परमेश्वरले त्यो आत्मालाई मानिसमा भएको त्यो आत्मालाई योग्यको नबनाएको कारणले गर्दाखेरि मानिसले चाहिँ त्यो आत्माबाट परमेश्वरलाई पुकारा गर्न नसकिरहेको रहेछ। किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् है। रोमी 3:23। अघि मैले पापको ज्याला मृत्यु हो चाहिँ रोमी 6:23 भन्नुपर्ने होला सायद है, 3:23 भन्ने होला। सो रोमी 3:23 सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। सो यो वचनले चाहिँ हामीहरूलाई यूहन्ना 4 को आत्मा र सत्यताको आराधना गर्न र मत्ती 22 को प्राण, आत्मा र सारा समझले परमेश्वरको आराधना गर्न रोकिरहेको रहेछ क्या। भनेपछि वर्शिप भनेकै हाम्रो सारा हृदयले, सारा हृदय, प्राणले, सारा प्राण अनि सारा समझले परमेश्वरलाई प्रेम गर्नु। सो वर्शिप चाहिँ गर्ने कार्य हो, वर्शिप चाहिँ भन्ने कार्य होइन। एक्ज्याक्टली है। एकजनाले तपाईँ यसमा मैले तपाईँ कन्टिन्यू गर्नु होला। एउटा पास्टरले मलाई यस्तो चित्त बुझायो क्या दाइ, उहाँले के भन्नुभएको रहेछ भने बाइबल इज नट अबाउट अन्डरस्ट्यान्डिङ, इट इज एक्सेप्टेन्स रे क्या। यस्तो मजा लाग्यो क्या है। प्लिज तपाईँको तपाईँले भन्नुभएको थियो। ओके, अनि वर्शिप चाहिँ अभ्यासको कार्य हो हजुर। यो चाहिँ बोल्ने कार्य होइन हजुर। जसले चाहिँ वचन, प्रार्थना, गीत, सङ्गीत यी सबै कार्यहरूलाई चाहिँ स्तुति प्रशंसामा सीमित राखिदिन्छ क्या हजुर है। सो स्तुति प्रशंसा त हामीले गर्ने कार्य हो, मैले अघि नै भने नि। सो तपाईँ अनि मेरो साँचो स्तुति प्रशंसा चाहिँ कस्तो हुनुपर्छ? प्रेज एन्ड वर्शिप, प्रशंसा र आराधना। र भन्ने शब्दले यो एउटा छुट्टै हो, एउटा छुट्टै हो। त्यो पार्टलाई चाहिँ यता र उता बनाइदियो नि त, प्रशंसा र आराधना होइन। सो स्तुति प्रशंसा, साँचो स्तुति प्रशंसाले मात्रै we should be able to transcend true praise into the worship है। स्तुति प्रशंसा चाहिँ यस्तो होस् जसले चाहिँ हामीलाई वर्शिपमा ट्रान्सेन्ड गर्छ क्या है। त्यही कारणले गर्दाखेरि स्तुति प्रशंसा चाहिँ के हो भन्दाखेरि हात उठाउने, घोडा टेक्ने, साष्टाङ्ग दण्डवत गर्ने है, रुने, कराउने, गीत गाउने, बाजा बजाउने, वचन बोल्ने, प्रार्थना गर्ने, भेला हुने, यी सबै कुराहरू चाहिँ स्तुति प्रशंसाका एक्टहरू हुन्। भने जब भक्तिमा है परमेश्वरको शक्ति, महिमा अनि आश्चर्यपूर्ण कार्यको घोषणा गर्दै जब भक्तिमा हामी आफ्नो हृदयलाई प्रभुको उपस्थितिमा अगाडि आउँछौँ नि, तब यसले चाहिँ हामीहरूको घमण्डलाई, हाम्रो ज्ञानलाई चुर गर्ने रहेछ क्या। मेरो मलाई जब यसले फाल्छ नि, जब परमेश्वरको भक्ति, परमेश्वरको महिमा, परमेश्वरको आदरले चाहिँ मेरो मलाई, मेरो ज्ञानलाई, मेरो घमण्डलाई फाल्छ नि, देन we start to transcend into worship है। त यो कसरी हुन सक्छ भन्दाखेरि मेरो भक्तिलाई म एकदमै मेरो हृदयभित्रको भजनबाट पनि प्रस्तुत गर्न सक्छु, मेरो हृदयभित्रको ज्ञानको
प्रकाशबाट आएको परमेश्वरको ज्ञानको प्रकाशबाट आएको वचनको समझले पनि प्रस्तुत गर्न सक्छु हैन गीतले प्रस्तुत गर्न सक्छु कोरसले प्रस्तुत गर्न सक्छु मेरो एकदमै विशेष कलाको के भन्छ क्षमताले पनि हैन संगीतको कलाको क्षमताले पनि म प्रस्तुत गर्न सक्छु प्रार्थनाको क्षमताले पनि म प्रस्तुत गर्न सबै कुरोबाट म मेरो साँचो स्तुति प्रशंसालाई जब प्रस्तुत गर्छु र त्यस कार्यले जब मेरो मलाई निकाल्दिन्छ नि हजुर तब त्यो चाहिँ साँचो स्तुति प्रशंसा भयो त्यस्तो स्तुति प्रशंसाको अभ्यासले हामीलाई वर्शिपतिर जोड्याउँदछ सो वर्शिप गर्नु भनेको चाहिँ अब के हो त भन्दाखेरि वर्शिप गर्नु भनेको चाहिँ त्यही परमेश्वरको सम्पूर्ण कुरोलाई आफ्नो वास्तविक जीवनमा अभ्यास गर्नु म वचन सुन्छु म वचन बोल्छु म हृदयबाट यो कुरो गर्छु भने म डेफिनेटली वर्शिपमा ट्रान्सेन्ड हुन्छु तर म बोल्नको लागि मात्रै म वचन बोल्छु म जानको लागि मात्रै शनिबार गएर म संगतिमा वचन सुन्छु भने मेरो स्तुति प्रशंसा नै इन्कम्प्लिट भयो क्या सो स्तुति प्रशंसा नै मेरो चाहिँ साँचो भएन त साँचो स्तुति प्रशंसाले सधैँ हामीहरूलाई वर्शिपको साइकलमा दोहोऱ्याउँछ सो प्रेज एन्ड स्तुति प्रशंसा चाहिँ हाफ वे राउन्ड मात्रै हो साइकलको जब स्तुति प्रशंसा चाहिँ वर्शिपतिर ट्रान्सेन्ड हुन्छ नि तब साइकल चाहिँ कम्प्लिट हुन्छ भनाइको मतलब प्रभु म विश्वास गर्छु तपाईले मलाई आशिष दिनुहुन्छ मैले प्रार्थना गरेँ अब त्यो विश्वासको अभ्यासमा म आशिषित हुँ भनेर आफ्नो जीवन व्यतीत गर्नु पर्यो नि सो जब म त्यो विश्वासको प्रार्थनालाई विश्वासमा आफ्नो जीवन चाहिँ व्यतीत गर्छु तब मैले आराधना गरेँ क्या आज मैले वचन सुने त्यो वचनको सुनेको अनुसार मैले मेरो जीवनमा त्यो वचन सुनाइको पालना गरेँ भने अभ्यासमा ल्याएँ भने तब आराधना भयो सही है म वचन बोल्दैछु अब म बोल्ने मान्छे हो नि वचन त दुई धारे तरवार हो मैले वचन बोले मैले सबैलाई सिकाएँ तर गुरु नै फेल भएर त वर्शिप भएन है सो मैले सिकाएँ र त्यो सिकाउँदै गर्दाखेरि त्यो कुरोबाट म आफै पनि सिक्दैछु र म आफैलाई पनि त्यो सिकाएको कुरोको अभ्यासमा उतार्दैछु भने त्यहाँ चाहिँ वर्शिप भयो सो एभ्रिथिङ द्याट वी डु कुड बी प्रेज बट द्याट प्रेजको लागि हामीलाई बोलावट आएको त होइन हाम्रो बोलावट चाहिँ के त आत्मा र सत्यताको आराधना गर्ने आराधक होइन हाम्रो बोलावट त आराधक हो नि त हामी किन अघि पनि दरिद्रमा जिउँदैछौँ हामी किन आशिषविहीन भएर जिउँदैछौँ हामी किन भन्ने प्रश्न चाहिँ सधैँ आर वी स्टक इन प्रेज अर वी आर ट्रान्सेन्डिङ इन्टु वर्शिप है हामीहरू प्रेजमै मात्र अड्किरहेछौँ कि हामी चाहिँ साँचो आराधक बन्न सकिरहेको छौँ सो सबै प्रश्नको उत्तर चाहिँ यहीँ छ धेरैजना चाहिँ कस्तो हुन्छ भन्दाखेरि प्रेज चाहिँ देखिने ठाउँ हो के है स्तुति प्रशंसकहरूको ठाउँ चाहिँ देखिने ठाउँ हो वेयर एज वर्शिपर्सहरू त धेरैचोटि अनदेख पनि हुन्छ क्या वर्शिपर्सहरू त देखिँदा पनि देखिँदैन हजुर है बट देन देखिने ठाउँमा चाहिँ को हुन्छ अरे त स्तुति प्रशंसकहरू भजन बोल्नेहरू देखिने ठाउँमा हुन्छ कोयरका मेम्बरहरू देखिने ठाउँमा हुन्छ गिटारिस्टहरू देखिने ठाउँमा हुन्छ होइन हात उचालेर प्रार्थना गर्नेहरू देखिन्छन् घोडा टेकेर प्रार्थना गरेर छाती पिटी पिटी रुने कुराहरू देखिने कुराहरू हुन् होइन देखिने कुराहरू सबै चाहिँ के हो त प्रेज स्तुति प्रशंसाहरू हुन् र कतिचोटि कस्तो हुन्छ भन्दाखेरि स्तुति प्रशंसा पनि साँचो लेभलको स्तुति प्रशंसा हुँदैन क्या मैले त्यही अघि तपाईँले त्यही भएर वर्शिप के हो भने सोधेकै थियो मैले कतिपल्ट साँचो भएकै देखेन क्या त्यो तपाईँको स्टाइलको लागि होइन अनि फेरि अब धेरैचोटि अब स्तुति प्रशंसा साँचो हो कि होइन अनि यो वर्शिप भयो कि भएन भनेर निर्णय गर्ने निर्णायक हामी होइन हाम्रो तर्फबाटको गर्ने कुरो के भन्दाखेरि ब्रिङिङ ट्रु प्रेज टुवर्ड्स गॉड एन्ड ट्रान्सेन्डिङ ट्रु प्रेज टुवर्ड्स वर्शिप है किन भन्दाखेरि हाम्रो बोलावट चाहिँ स्तुति प्रशंसकको लागि होइन
हाम्रो बोलावट चाहिँ आराधनाको लागि हो। आराधना चाहिँ परमेश्वरले चाहनु भएको। किन भन्दाखेरि आराधना स्पेसल छ। स्तुति प्रशंसा त म तपाईँको नि गर्न सक्छु नि। ओहो रेशम भाइ तपाईँ कति गजब हैन, मैले तपाईँको गर्न सक्यो हैन। सो स्तुति प्रशंसा उहाँले खोजेकै होइन क्या। स्तुति प्रशंसा गर्नको लागि त सारा ब्रह्माण्ड नै अविरल। भजन सङ्ग्रहको पुस्तक मैले पढेको थिएँ बिहान होइन। खोला गरगराटको तालीको साथमा अविरल तपाईँको चाहिँ प्रशंसा गर्छ अरे क्या। खोला गरगराट होइन, खोलाको गरगराट चाहिँ ताली भनेर उहाँको स्तुति प्रशंसामा भजन सङ्ग्रहको पुस्तक पढेको थिएँ बिहान मैले है। हावाहरू गुनगुनाएर गीतमा तपाईँको स्तुति प्रशंसा गर्छ अरे क्या। स्तुति प्रशंसाको कमी उहाँलाई चाहिएको र उहाँले डिमान्ड गर्नुभएको छ आराधना। वा, तपाईँले धेरैवटा क्वेसनको एन्सर अहिले दिनुभयो। सबै कुराको एन्सर चाहिँ यो वास्तवमै भन्नुपर्दा होइन, अहिले आयो क्या सबै कुरा। त्यही भएर नयाँ नियममा हामी पूर्ण रूपले खोज्छौँ भने दुईवटा कुरा मात्रै पाउँछ क्या। त्यो चाहिँ के हो भन्दाखेरि हराएकोहरूलाई परमेश्वर खोज्न आएको, दोस्रो कुरा चाहिँ साँचो आराधकहरू, आत्मा र सत्यतामा आराधना गर्ने आराधकहरू खोज्न आएको। सो वी हेभ टु आस्क आवरसेल्फ कि हामी साँचो आराधक भएको छ कि छैन। आर वी ट्रान्सेन्डिङ टुवर्ड्स वर्शिप? हामीहरू चाहिँ त्यो झुट स्तुति प्रशंसामै हामीहरू रुमलिरहेका छौँ होइन। यो फेरि यति छिटो हुन्छ कि तपाईँको होइन। एउटा चाहिँ सामूहिक स्तुति प्रशंसा हुन्छ भने एउटा चाहिँ सामूहिक के भन्छ व्यक्तिगत स्तुति प्रशंसा हुन्छ। एउटा चाहिँ सामूहिक आराधना हुन्छ नि, एउटा चाहिँ व्यक्तिगत आराधना हुन्छ होइन। त्यही कारणले गर्दाखेरि यो दुवै पक्षमा होइन हामीहरू भजन सङ्ग्रह 101ले भन्छ घरभित्र मलाई चोखो राख्न मैले चोखो राखेको छु घरभित्र है। भजन सङ्ग्रह 101को 2 अथवा 2मा होला होइन। सो घरभित्र मैले आफूलाई चोखो राखेको छु। म एक्लै हुँदा मैले आफूलाई चाहिँ चोखो राखेको छु होइन। त्यो एकदम महत्त्वपूर्ण हुन्छ फेरि चोखो एक्लै हुँदाखेरि है। सो यो चाहिँ धेरैको निम्ति चुनौतीको वचन हो एकदमै है, किनभने म त्यही हो जब म एक्लो छु। एक्ज्याक्टली है। सो म वास्तविक म हो जब म एक्लो हुन्छु है, कसैले मलाई देखेको हुँदैन। तर पनि दाउदले भन्नुहुन्छ एक्लो भएको बेला पनि म तपाईँको लागि म आफूलाई चोखो राख्दछु। अनि फलोइङ वचनले चाहिँ भन्दछ प्रभु तपाईँ म कहाँ कहिले आउने है। सो जब म एक्लो रहँदाखेरि पनि आफूलाई चोखो राख्न सक्छु नि, तब सामूहिक आराधना मेरो लागि प्रब्लम होइन क्या। तर सामूहिक आराधनामा चाहिँ म ठिक छु, तर एक्लो हुँदाखेरिको आराधनाको जीवन चाहिँ मेरोमा छैन, त्यो चाहिँ फेरि प्रब्लम हो। तैँले एकदम राम्रो भन्नुभयो। तपाईँ वास्तविक त्यो नै हो जो तपाईँ एक्लो हुँदा हुन्छ। एब्सोल्युटली दाइ, म 100% एग्री अन दिस। अनि त्यही भएर कसैले भनेको सुनेको थियो तपाईँको पछाडि मैले जे भन्छ तपाईँको पछाडि तपाईँको एब्सेन्टमा त्यो चाहिँ वास्तविक मूल्याङ्कन चाहिँ त्यो हो अरे क्या होइन।